हेलो गाइज, आज चाहिँ अहिले चाहिँ हाम्रो रेस्ट डे छ 2-4 दिन, त्यसैले ट्र्याक जान पाइन्न, रोड रनिङ मात्र हानिरहेको छु। आज 3-4 किलोमिटर रोड रनिङ हान्ने विचार छ। लेट्स सी व्हाट ह्यापन। यो चाहिँ हाम्रो नयाँ क्रिकेटको लागि खै के ग्राउन्ड बन्दैछ, खतरा ग्राउन्ड बन्दैछ भन्ने सुनेको थिएँ। अब पछि गएर इन्टरनेसनल क्रिकेटरहरू सब यही ग्राउन्डमा आउँछन्, भेट्नुपर्छ। धेरै दिनपछि यता गाउँतिर रनिङ गर्न आएको, यति चेन्जेस भएर रहेछ नि थाहै नै। मस्त हो नि, हरियाली यस्तो दामी ठाउँ छ। मान्छेले भन्छ कन्फिडेन्ट कसरी बिल्डअप गर्ने, म भन्छु कि ग्रिटिङ स्टेन्ज छ। बुढो नि अङ्कल हुन्छ, यही हो क्या कन्फिडेन्ट बिल्डअप गर्ने पहिलो स्टेप, जस्ट ग्रिटिङ स्टेन्ज छ। यसले चाहिँ तिमीलाई जे भने बोल्न सिकाउँछ कि। 1 किलोमिटर कम्प्लिट। अब चाहिँ हेर कति टाढासम्म चाहिन्छ, एउटा घुमेर बजारबाट पसल गएर घर आइन्छ। फाइनली 3 किलोमिटर कम्प्लिट। अब चाहिँ मात्र 1 किलोमिटर, त्यसपछि पसल सिधा। फाइनली 3 किलोमिटर, फाइनली 3 किलोमिटर कम्प्लिट। अब चाहिँ 4 किलोमिटर, अब चाहिँ घर। अब आजको इजी 4 किलोमिटर खतम कम्प्लिट। अब चाहिँ पसल जाने नजिक छ, त्यहाँबाट चाहिँ एकजनाको अर्डर पुगाउनु छ, हिँडेर जानुपर्छ। त्रिभुवनचोक भाटभेट्ने भन्दा अलि माथि त्रिभुवनचोक बडागाडी। चलो भैया, फाइनली पुग्यो। के छ जय सिया राम। फाइनली पुग्यो उत्तम तरेर थलोसम्म। ओ मजा आयो। सनराइज